धेरैजना कस्टमरहरूको लागि एउटा कन्फ्युज हुने कुरा के छ भने सिटी फ्रोजन मोमोले मोमो त सस्तो दिन्छ तर प्याकेटमा कति पिस हुन्छ र कसरी प्लेट पर्छ अनि हामीले कसरी बेच्ने भनेर तपाईँहरू धेरै कन्फ्युजमा हुनुहुन्छ भने अब सुन्नुहोस्। सिटी फ्रोजन मोमोको यो प्याकेट चिकन मोमोको हो। यो प्याकेटमा 50 पिस हुन्छ भने यो प्याकेटको प्राइस 325 पर्छ र 50 पिस भनेको चाहिँ 5 प्लेट हो। पर प्लेट 65 रुपियाँ पर्छ। तपाईँहरूले चाहिँ बेच्दाखेरि 120 माथि स्टिम मोमो बेच्न सक्नुहुनेछ र पिसको हिसाब गर्दा चाहिँ बिग साइज हुन्छ। तपाईँहरूले 8 पिस 9 पिस 10 पिस तपाईँहरूले आफ्नो एरिया ठाउँ अनुसार तपाईँहरूले बेच्न सक्नुहुनेछ। हामीले पर प्लेट बिर्ता मोडमा 8 पिसले बेच्छौँ भने तपाईँहरूले जसरी पनि बेच्न सक्नुहुनेछ आफ्नो प्राइस र कस्टमर अनुसार है त। पर्क चिकन बफ वेट र साइज एकदमै बिग हुन्छ। बफ मोमोलाई पर्छ मात्रै 325, पर्क मोमोलाई पनि पर्छ 325 मात्रै। भेज मोमोलाई तपाईँहरूले चाहिँ 200 रुपियाँमा किनेर लान सक्नुहुनेछ। 50 पिसको प्याकेट हुन्छ, 1100 देखि 1200 ग्रामको प्याकेट हुन्छ र तपाईँहरूलाई चाहिँ पर प्लेट हिसाब गर्दाखेरि भेज 40 रुपियाँ पर्छ भने बफ 65, चिकन 65 र पर्क 65 रुपियाँ मात्रै पर्छ है त।